हेलो गाइस, थम्बनेल कसरी गराउने त सबैभन्दा पहिला च्याट जीपीटीमा जानुहोस्। च्याट जीपीटीमा जानुहोस्। अब हेर्नुहोस् है, म पहिला च्याट जीपीटीमा जान्छु, त्यसपछि त्यहाँ मैले क्लिक गर्छु च्याट जीपीटी अनि त्यहाँ मैले च्याट जीपीटी ओपन गरेर मैले त्यहाँ लेख्छु हाउ टु क्रिएट थम्बनेल भनेर लेख्छु। जस्तो गरिदिन सक्नुहुन्छ। तपाईहरुले लेख्न सक्नुहुन्छ क्रिएट अ थम्बनेल वेबसाइट। यसरी चाहिँ तपाईले गराउन सक्नुहुन्छ। त्यसपछि फेरि तपाईले सर्च गर्नुपर्ने हुन्छ क्रिएट अ थम्बनेल फर माई टिकटक एकाउन्ट। त्यसपछि तपाईलाई त्यहाँ थम्बनेल रेडी हुन्छ है गराएर। तपाईले इन्टर गर्नुहुन्छ, त्यसपछि अब त्यहाँ क्रिएटिङ इमेज चाहिँ रेडी हुन्छ। अब केही समयमा चाहिँ अब इमेज चाहिँ क्रिएट हुन्छ, त्यसपछि हेर्नु होला है। यसै गरेर तपाईले पनि सजिलै च्याट जीपीटी वा अगाडि थम्बनेलमा भएको त्यहाँ एपहरू युज गरेर चाहिँ तपाईले इजिली गराउन सक्नुहुन्छ र आफ्नो ब्लग मिनी ब्लगहरूमा चाहिँ मजाले एड गर्न सक्नुहुन्छ है। हजुर फाइनली थम्बनेल चाहिँ रेडी भइसकेको छ भने मैले अर्को पनि थम्बनेल दिएको छु। मैले आफ्नो टिकटकको एकाउन्ट लिएर अब हेर्नु फेरि त्यो थम्बनेल चाहिँ रेडी भइसकेको छ। वाउ, हेर्नु न के नाइस थम्बनेल रेडी भइसकेको छ। यस्तै गरेर तपाईले थम्बनेल चाहिँ रेडी गर्न सक्नुहुन्छ। अब मैले त्यसलाई डाउनलोड गर्छु, हेर्नु है। तपाईले पनि त्यसै गरी डाउनलोड गर्न सक्नुहुन्छ र अनि पोस्ट गर्न सक्नुहुन्छ। अब त्यो म गएँ, अब त्यो डाउनलोड हुन्छ। अब इमेज चाहिँ अब सेभ हुन्छ है। मैले फेरि अब डाटाहरू इन्टर गर्छु। त्यहाँ चाहिँ त्यो थम्बनेलको स्पेलिङहरू बिग्रिन सक्छ, त्यसलाई चाहिँ माइन्ड नगर्नु। म चाहिँ अब इन्टर गर्छु क्रिएट थम्बनेल अबाउट हाउ टु क्रिएट थम्बनेल भनेर फेरि पनि क्लिक गर्छु। जुन मेरो यो भिडियोको थम्बनेल रहेको छ, म यही डाटा इन्टर गरेर चाहिँ गराएको है। मेरो उस भिडियोको थम्बनेलको रहेको छ, हेर्नु थम्बनेल गर्छु। अब केही समयमा थम्बनेल रेडी हुन्छ। 1 मिनट 2 to 3 मिनटमा चाहिँ थम्बनेल रेडी हुन्छ है। सिचुएसन हेरी पनि हुन्छ र टाइम पनि भएछ क्या। नेटवर्क त फुल भयो पनि तर टाइम चाहिँ नेपालमा भन्छ नि तपाईँको कल मिठो होता है। हेर्नुहोस् न, मैले अब त्यही अब हेर्नुहोस् टाइम चाहिँ लाग्छ।
स्क्रिनसटहरू भयो अब त्यहाँ इमेज क्रिएटिङ हुँदैछ। अब फाइनली यो चाहिँ माथिको भइहाल्यो भने यो थम्बनेल चाहिँ अब बल्ल रेडी हुन्छ। फाइनल्ली आउट थम्बनेल इज रेडी। जस्तो मेरो उसमा छ नि भिडियोको अगाडि थम्बनेल छ नि सेम त्यस्तै थम्बनेल छ हेर्नु न। वाउ व्हाट अ ग्रेट सेम त्यस्तो। अब मैले यसरी डाउनलोड गर्छु है। वाउ व्हाट नाइस। लास्ट अरू सजेसन यदि तपाईँहरू मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने कृपया च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई लाइक गरिदिनु होला र अझ के कुराहरू एड गर्नुपर्छ र के कुराहरू म्यानेजमेन्ट सहित सुधार्नुपर्छ भन्ने चाहिँ कमेन्टमा चाहिँ आएर भनिदिनु होला है। र बाँकी अरू कुन कुरा चाहिँ जान्नु मन छ त्यो चाहिँ आएर भनिदिनु होला। म चाहिँ त्यो तपाईँको उस चाहिँ पुरा गर्ने ट्राई गर्छु। त्यो यति मात्रै नभएर कुनै एजुकेसन सम्बन्धी इन्टरटेनमेन्ट सम्बन्धी कुनै न्युजहरू इन्टरटेनमेन्टहरू चाहिँ चाहिन्छ भन्नुहुन्छ भने नि म नेक्स्ट भिडियोहरूबाट चाहिँ स्टार्ट गर्नेछु। यहाँ चाहिँ मैले अघिको सेम कुरालाई सो गरेको छु। त्यो अघिको भिडियोजहरूलाई नै थम्बनेलहरूलाई नै सो गरेको छु सेम म अघिको जस्तै। मोबाइलको रोटेट भन्छ कि त्यही भएर भिडियोको जस्तै रोटेटमै आएको छ। कसैले जान्नु पाउने कुरा हो मेन चाहिँ है। अब जान्नुपर्ने कुरा चाहिँ जानिसक्नु भएको छ। अझै पनि केही डाउट छ भने तपाईँले कमेन्टमा आएर भन्न सक्नुहुन्छ। म नेक्स्ट भिडियोमा चाहिँ तपाईँहरूलाई पुरा क्लियर सहित योभन्दा राम्रो म्यानेजमेन्ट र एडिटिङको साथ मैले हाल्नेछु। यति भन्दै सब्सक्राइब